guys, फेरि पनि हजुरको स्वागत छ मेरो च्यानलमा। धेरै महिनापछि चाहिँ फेरि पनि तपाईहरुको सामु सानो भिडियो लिएर आएको छु र आज चाहिँ हामी इटरीको भाटबटिनी शपिङ कम्प्लेक्स जानु लागेको छेमा भाइ हैन साइङ चाहिँ नजाने अरे उसको केही काम छ अरे अनि यहाँ बेबीहरु चाहिँ यहाँनिर हुनुहुन्छ रसिका रोनिका यता हेर्नु बेबी आमा हेलो अनि अब हामी चाहिँ अब धरानमा चाहिँ भाटबटिनी चलेकोले गर्दाखेरि इटरी जारीको भाटबटिनी जाँदैछौँ सानोतिनो सपिङ गर्न अनि केटाकेटीलाई यसो घुमाउन तिहारको हल्का सपिङ तिहार लाग्दैछ नि त तिहार लाग्यो हिजोबाट तिहार लाग्यो है हिजोबाट तिहार लाग्यो सबैलाई ह्याप्पी तिहार भन्न चाहनुहुन्छ अरे अहिले नै इन एडभान्समा। फाइनली हामी चाहिँ यहाँनिर जम्पिङ एरियामा आएको छौँ बेबीहरुलाई लिएर। उनीहरु चाहिँ यहाँनिर पुरै खेल्ने अरे क्या। यहाँ चाहिँ धेरै कुराहरु रहेछ खेल्ने बच्चाहरुको लागि क्रेजी। यहाँ चाहिँ यस्तो रहेछ यहाँनिर चाहिँ सुजहरु राखेर यहाँ चाहिँ टिकट एउटा 12:25 सम्म मात्रै टाइमिङ छ ल 1 आवर्स ओन्ली ओके 1 आवर्स सम्म बेबीहरु खेल्ने। सुजहरु राख्नु भयो अब कति सुजहरु चाहिँ हामीले यहाँ राख्ने है छेउमा पनि सुज निकाल्नु न ए बेबी आमा आउने बित्तिकै 6 सम्म त यहाँनिर पुरै ल जम्पिङ जाऊ ल खेल दुईजना आमामा पुरा एक्साइटेड भएर यहाँनिर यस्तो रहेछ हेर्नु सक्नुहुन्छ। ठ्याक्क हामीले चाहिँ यो टिभीमा देखेको थियौँ होइन शार्क ट्याङ्क जस्तो टाइपको यो चाहिँ किड्स जोनहरुको लागि रहेछ। ओ खेल्दै बेबीहरु उता पुगिसक्यो अनि लक्ष्मीले 1 2 3 गो दुईजना चाहिँ पुरै बल खेल आम्मा ल लड्यो यिनीहरु ल उफ्रिनुहोस् ल दुईजना एउटा एरियामा खेल यहाँ भित्र जो गेम खेल दुईजना जाऊ ल जाऊ घुमाऊ एकजनाले घुमाऊ उफ्रा जम्प गर ममा सिक्छ मलाई थाहा रहेछ त रोनिका यस्तो इन्जोय गरेर आइछ कि पुरै हामीलाई पनि बिर्सेर पुरै जान्दैछ अगाडि ल छिरा हराउ हराए त बल भित्रै बेबी माथि जाऊ माथि स्पिडमा कुद न माथि स्पिड रोनिका न बेबी हो जानुस् ल दुईजना समात बिस्तारै दिमाग मुनि टच नगर्ने शिक्षामा टच नगर्ने हिँडेर क्रल गरेर लु 1 2 3 गो शिक्षामा स्ट्रङ गर्ल रोनिका नाना मान्छेहरु आइसक्रिम खाँदैछ त यहाँनिर फेरि एउटा चाहिँ दुईटा आइसक्रिम ठुलो मान्छे आइसक्रिम खाँदैछौँ हामी यहाँ। अब चाहिँ हामी यहाँनिर आइसक्रिम खाँदै KFC खानतिर जाने हो साथीहरू खोल न। फाइनली हाम्रो अर्डर इज रेडी दामी छ है सिक्सममा कस्तो छ बेबी कस्तो छ मिठो सिक्सममा बेबी के खानु भएको यति सारा चाटेर फ्रेन्च फ्राई मन परेको चिज त सबै सिलापाता गरेर खान्छ रहेछ। लास्ट टर्ममा हाम्रो चाहिँ यस्तो हुन्छ जहिले मेस्सी रोनिका कस्तो छ मिठो त्यसरी नै हो हिँड्नुहोस् सेलिब्रेसन गिफ्टहरू यो चाहिँ तिहारको लागि प्याकिङ गरेको होला। यो चाहिँ धरानको हेरी चाहिँ एकदम ठुलो छ है यहाँको भाटबटिनी ल हिँड्नुहोस् बडीको पछि बेबीहरू दुईजना ठुलो मान्छेहरू सपिङ गर्ने अरे लु हिँड्नुहोस् दुईजना ल गुरुकाउनुहोस् ल बेबीहरू त अनि पुरै नुडल्स मात्रै हेर्ने खालि ल क्याचअप चलो टिप्नुहोस् एउटा टमाटर क्याचअप बेबीहरूको फेभरेट विच फ्लेभर बेबी हेऱ्यौ
चाहिँ के को लागि ब्रस किन्नु भएको अरे अब तिहार आउँदै तिहारमा नि सिङ्गुरको मास खाने त्यो त्यसमा अर्किन्छ नि यसले गरेर सबै निकाल्दिने निकाल्ने अनि यहाँ अर्किन्छ नि त वाह अनि सेतो टल्किने हाम्रो छेमाको दाँत चाहिँ किन यस्तो भन्दाखेरि पहिला सानोमा हुँदाखेरि खैनी खानु भएको थियो कि त्यही भएर उहाँको चाहिँ यस्तो भएको है र पनि कति दर्रो डर छ पहिला खानुहुन्थ्यो वाइट चाहिँ हुनुहुन्न के रहर होला नि नसकी उल्टोबाट बाटोमा आज कतिखेर चाहिँ लड्छ होला कतिखेर चाहिँ लड्छ होला शिक्षामा बेबी काउन्टरमा हिँड्नुहोस् काउन्टरमा क्यास काउन्टरमा है शिक्षामाले कतिको जान्दो रहेछ है क्यास काउन्टरमा नसकी के हिँड्नु परेको होला अरे वा बेबीलाई थाहा पो रहेछ त क्यास काउन्टर भनेको कहाँ भनेर खतरा रहेछ त हो आमा थाहा पो रहेछ त हौ क्यास काउन्टर त ओहो लाइनमा हेर कति ज्ञानी हौ आजको भ्लग चाहिँ यतिकै रहेको छ र हामी चाहिँ सपिङ गरेर घर फर्क लागिरहेको छौँ अब नेक्स्ट भिडियोमा फेरि पनि आउनेछौँ है साथीहरू स्टे